यदि तपाईँ नेपाली क्रिकेट फलो गर्नुहुन्छ अझ त्योभन्दा एसोसिएट क्रिकेट फलो गर्दै हुनुहुन्छ भने आजदेखि एसियामा नेपाली क्रिकेट तथा एसोसिएट क्रिकेटको महाकुम्भ सुरु हुँदैछ, जुन 2026को वर्ल्ड कपका लागि क्वालिफायर सुरु हुँदैछ, जसमा 3वटा टिम क्वालिफायर गर्नेछन्। 9वटा टिम सम्मिलित यो टुर्नामेन्टमा टप 3 टिम चाहिँ क्वालिफायर गर्नेछन्। सम्म चरणमा 3वटा ग्रुपमा डिभिजन गरेको छ भने त्यसमा नेपाल ग्रुप बी मा छ। आज नेपालले पहिलो खेल कुवेतसँग खेल्दैछ, जहाँ कुवेतले नेपाललाई एकपटक हराइसकेको छ। हालसालैको जुन सिङ्गापुर T20 सिरिजमा हराएको थियो। त्यसैले नेपालका लागि कुवेतलाई त्यति सहजै आग्न नेपालका लागि भुल हुन सक्छ। नेपाल पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ, हामी सबैलाई थाहा छ। हालसालैको वेस्ट इन्डिज सिरिजमा पनि नेपालले राम्रो पर्फर्मेन्स गर्दै सिरिजसम्म जितेको थियो। अन्तिम खेलमा केही चेन्जेस गरेर गेम हारे तापनि तर गेम उत्कृष्ट खेलेको छ। आजको खेल नेपालले एउटा राम्रो सुरुवात चाहिँ टुर्नामेन्टको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जहाँ नेपालले आज पहिलो पटक कुवेतलाई आफ्नो यो टुर्नामेन्टमा पहिलो प्रतिद्वन्द्वीका रूपमा गेम सुरु गर्नेछ। नेपाल आफैमा राम्रो खेलिरहेको छ क्रिकेटमा, तर विशेष नेपालको प्रब्लम भनेको ब्याटिङमा हो। यदि नेपालको ब्याटिङ फ्लप भयो भने नेपालले रिस्क लिन हुन्न, किनभने नेपालको ब्याटिङ कहिले राम्रो कहिले नराम्रो भइरहेको छ। आज नेपालका ओपनर कुशल भुर्तेल र आशिष सेपले राम्रो गर्न एकदमै आवश्यकता छ, किनभने नेपालको ब्याटिङको कोर भनेको ओपनिङ जोडी हो। यदि ओपनिङ र मिडल अर्डर फेलियर भयो भने नेपालको स्कोर राम्रो हुन सक्ने छैन। यसै पनि ओमानको पिचमा हाई स्कोरिङ हुने चान्सेस थोरै छ, त्यसैले गेम म्याक्सिमम लो स्कोरिङ नै जानेछ। त्यसैले सकेसम्म नेपालले एउटा 160 प्लसको टार्गेट गरेर राम्रो बलिङ गर्यो भने जित्ने चान्सेस हुन्छ, तर गेमको भर हुन्न। त्यसैमाथि क्रिकेट त अनिश्चितताको गेम हो। त्यसैले आजको खेलमा नेपालले सकेसम्म ब्याटिङलाई सुधार गरेर फिल्डिङमा राम्रो गर्ने हो भने नेपालले यो गेम सहज जित्न सक्छ, तर भने जति सजिलो भने हुने छैन, किनभने कुवेतले पनि पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ। हालसालै भएको वार्म अप म्याचमा पनि कुवेतले ओमानलाई हराएको थियो। त्यसैले कुवेतलाई सजिलै आक्लो भने पक्कै सकिँदैन, तर त्यसो भन्दै गर्दा नेपालीले हाम्रो आफ्नो टिमलाई पनि कमजोर राख्न पनि पक्कै हुँदैन। नेपालले वेस्ट इन्डिजलाई समेत हराएर गएको छ भने नेपाल उच्च मनोबलसहित ओमानको क्वालिफायर टुर्नामेन्टमा भिड्दैछ। त्यसैले नेपाल यो सिरिज एउटा सुखद सुरुवात गर्नेछ, जहाँ कुवेतलाई एउटा राम्रो रूपमा रन रेटमा हराउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ। तर यदि नेपालको ब्याटिङ फ्लप भयो र केही गरी ओपनर र मिडल अर्डर फेलियर भयो भने चाहिँ नेपाललाई लागि त्यो दुर्भाग्य हुनेछ, किनभने क्रिकेट जस्तो गेममा जब स्टार्टिङ राम्रो हुन सकेन भने त्यो पछि गएर पछिल्लो इनिङमा त्यति ओभरकम गर्न सक्दैन। नेपालले आज बलिङ राम्रै नै गर्नेछ भन्ने सकिन्छ, किनभने नन्दन सुम्पाल सन्दीप त्यसैमा हाम्रो मिडल अर्डर अरू पार्ट टाइमरहरू पनि छन्। त्यसैले बलिङमा सकेसम्म राम्रो हुने चान्सेस छ, तर यदि ब्याटिङमा चाहिँ हामीले धेरै डट बल खेल्न भएन। नेपालले धेरै जस्तो गेममा डट बल धेरै खेलिरहेको छ। त्यसैले सकेसम्म डट बलको सङ्ख्यालाई घटाएर गेमलाई अझै इम्प्रुभ गरेर आज उत्कृष्ट रूपमा फिल्डमा उत्रिनु पर्नेछ, किनभने आजको गेम नेपालका लागि पहिलो म्याच भएकाले आजको गेमले भावी अरू टुर्नामेन्टमा का गेम र यो टुर्नामेन्टको पूर्ण जुन सुखद सुरुवात र एउटा पोजिटिभ रूपमा अगाडि बढ्ने कुरालाई पनि उत्साहन गर्नेछ। त्यसैले आजको गेम नेपालका लागि एकदमै इम्पोर्टेन्ट छ र कुवेतलाई पहिलो गेममा हराएर नेपाल उच्च मनोबलसहित दोस्रो गेममा जानुपर्नेछ। आजको म्याचमा के लाग्छ, तपाईँहरूले नेपालले कुवेतलाई हराउन सक्छ या गेम कस्तो कम्पिटिसन हुनेछ या एकतर्फी हुनेछ, तपाईँ आफ्नो विचार पनि राख्नु नबिर्सनुहोला। तर आजको गेमलाई नेपालले सजिलै आक्न भने कदापि सक्दैन, किनभने सिङ्गापुर T20 सिरिजमा नेपाललाई हराउँदै कुवेतले उक्त टुर्नामेन्ट जितेको थियो। त्यसैले कुवेतका 1-2 ब्याटरहरू जुन ओपनिङ र वान डाउनको ब्याटरहरू राम्रोसँग चल्यो भने उनीहरूको ब्याटिङ लाइनअप पनि एकदमै राम्रो छ, किनभने ओपनिङ पार्टनरसिप एकदमै उनीहरूको म्याच्योर छ, किनभने उनीहरूले क्रिकेट रेगुलर खेलिरहेका छन्। हालसालै पनि विभिन्न टुर्नामेन्टहरू र वार्म अप म्याचहरू राम्रो पर्फर्म गरेर उनीहरू पनि एकदम राम्रो मनोबलसहित आज फिल्डमा उत्रिनेछन्। त्यसैले नेपाललाई सहज पनि हुने छैन। तपाईँले के लाग्छ, नेपालले आजको गेम सहजै जित्छ या गेम कम्पिटिटिभ हुनेछ? तपाईँको विचार पनि आफ्नो नबिर्सनु होला। र अन्त्यमा आजको नेपालका लागि मेरो 11 र कुवेतको तर्फबाट पनि आजको 11 यो प्रकार हुनेछ। तपाईँले मैले यहाँ राखेँ र आफ्नो प्लेइङ 11 पनि राख्नु नबिर्सनु होला। र आजको लागि बेस्ट पर्फर्मेन्सको कुन खेलाडीले गर्छ जस्तो लाग्छ तपाईँहरूलाई आफ्नो विचार पनि राख्नु नबिर्सनु होला। धन्यवाद।